हेर्नु साथीहरू जापानमा थोरै आगो कुरा सुने भने पनि यति दमकल आएर अगाडि बस्छ नि तपाईँले। म दमकलको भिडियो गर्छु भर्खर यहाँ म कामबाट आउँदै थिएँ यहीँ ठ्याक्क साइकल रोकेर भिडियो बनाउन थालेको। एकचोटि हेर्नुहोस् है साथीहरू, जापान हुने साथीलाई सबैलाई थाहा छ यो भिडियो चाहिँ नेपाल हुनेको लागि। साथीहरू यहाँ दमकल कति छ यहाँ यस्तो यहाँ यत्रो रोकिरहेको छ। अब यहाँ पनि यतिका रोकिरहेको छ यहाँ। ल हेर्नु साथीहरू यहाँ यस्तो रोकिरहेको छ, तपाईँलाई म भिडियो गर्दै आउँछु। ल हेर्नु यहाँ हेर्नु त कति छ, कति मान्छेहरू चाहिँ आगो निभाउने मान्छेहरू छ। खास आगो लागेको चाहिँ यहाँ रहेछ। यहाँ यो बिल्डिङ नयाँ बिल्डिङ बनाउँदै थियो यहाँ त्यसमा चाहिँ आगो लागेको रहेछ। भर्खर यिनीहरू भर्खर आइपुग्यो हो। यिनीहरू यहाँ अझ भित्र जाँदैछ। यिनीहरू बाहिरबाट त्यो फोहोर आउँदै हलसम्म हानेको छैन। अब बाहिरै आगो देख्यो भने चाहिँ हान्थ्यो। अब बाहिर आगो नदेख्यो भएर चाहिँ हानेको छैन। पहिला सिधै आएर पहिला एम्बुलेन्स बस्छ। एम्बुलेन्स पनि सँगै आउँछ कि जहिले पनि आगो लागि भएको बेला जहिले पनि। सबभन्दा अब फराकिलो बाटो भयो भने मात्र सहिलो हुन्छ। अब बाटै नभएसम्म त अब कहाँ छिराउने हो र। होस् केही होस् या नहोस्, तर पहिले अलरेडी आएर माथि हेलिकप्टर पनि यसरी आइरहेको हुन्छ। हेलिकप्टर पनि अहिले एउटा मात्रै आएर त अब आगो निभाउन सकेन भने धेरै आगो लागि भयो भने चाहिँ ठुलो भयो भने चाहिँ यस्तै 2-3 4 5 आइरहेको हुन्छन्। त्यहाँ अहिले एउटा मात्र आएर यहाँ घुमिरहेको छ। यो घरको यो आगो लागि भएको घर माथिबाट हेरिरहेको हुन्छ। यसरी गएर हुन्छ साथीहरू जापानमा हेर्नुहोस्।